होइन, ऱ्यापो बिल्डिङकै बारेमा कुरा गर्नु पर्यो। यो भनेको सम्बन्ध निर्माण हो है। हामी कुनै पनि ठाउँमा गएर बोल्दैछौँ, कुनै पनि कार्यक्रममा अडियन्सहरूसँग हाम्रो सम्बन्ध राम्रो भइदिएन भने हामीले जत्तिकै बोले पनि उनीहरूले सुन्नेवाला छैन, हाम्रो कुरा सुन्नेवाला छैनन्, तिनीहरूले बुझ्नेवाला सुन्दै स्थितिकरण प्रभावकारी हुने पनि कुरै भएन है। त्यही भएर अब हामीले के कुरालाई ध्यान दिनु पर्यो त? हामीले बोल्दै गर्दाखेरि होइन, हामीले सबभन्दा पहिलो कुरा केलाई ख्याल गर्नुपर्ने रहेछ त? अब हामीले सम्बन्ध बनाउनु पर्यो, सम्बन्ध बलियो बनाउनु पर्यो। सुन्नका लागि हामीले अडियन्सहरूलाई तयार पार्नु पर्यो होइन। अब तयार पार्दै गर्दाखेरि कसरी पार्ने होला त भन्दा सुरुमा आई कन्ट्याक्ट गर्नुपर्छ है। आई कन्ट्याक्ट हामीले सबैभन्दा पहिला आई कन्ट्याक्ट गर्ने हो। अब यो आई कन्ट्याक्ट गर्दै गर्दाखेरि के कुरालाई ध्यान दिनु पर्यो भने आई कन्ट्याक्ट गर्दै गर्दाखेरि अब अडियन्स र अडियन्सले जस्तै मैले यहाँ बोलिराखेको छु, तपाईँहरूले सुन्दै हुनुहुन्छ होइन। यो सुन्नु मात्रै पर्याप्त छैन कि होइन। म यहाँ जस्तै मैले यता फर्केर बोल्दैछु, आवाज त सुन्दैछ नि होइन, सुन्दै हुनुहुन्छ नि। तर इन्जोय गर्नुहुन्छ तपाईँहरूले, इन्जोय गर्नुहुन्न नि। तपाईँले अहिले के लागिरहेछ, मैले यहाँ हजुरहरूलाई हेरेर बोलिराखेको छु भन्ने त्यहाँ त्यो देखिरहेको छ नि त मेरो आई कन्ट्याक्टले होइन। त्यही भएर हजुरलाई सुन्नका लागि इजी भइरहेको छ होइन। त्यही भएर अब हामीले बोल्न जाँदै गर्दाखेरि पनि डर कस्तो बेला लाग्दो रहेछ भने नि फेरि भन्नुहोस् ल तपाईँहरूलाई। डर कस्तो हुन्छ भने नि, जस्तै तपाईँलाई के लागिरहेको हुन्छ, ल है अमृता कुमारी चौधरी म्यामको पालो पछाडि चाहिँ ल मैया चापागाई म्यामको पालो आउँछ है। उहाँको भनिसकेपछि मैया म्यामले के लाग्छ, कति बेला सक्नुहुने हो अमृता म्यामले, आफूलाई डर लाग्न थालिसकेको हुन्छ, यहाँ ढुक 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 भइरहेको हुन्छ, अब त्यो कति बेला आउने होला, मेरो पालो कति बेला आउने होला भने हुन्छ कति है। भएको छ। हो त्यस्तो हुन्छ नि त होइन। अब त्यो भनेको डर के, अनि के लाग्ने हुन्छ त, अब ठ्याट्ट बोलाइदिन्छ होइन, ल सकिहाल्नु भयो अमृता म्यामले, अनि टक्क जानुहुन्छ मैया म्याम, उहाँ डर लागिरहेछ, भित्र ढुकढुक भइरहेछ, अनि अगाडि जानुहुन्छ, अनि हतार हतार बोल्न थाल्नुहुन्छ कि तल, फेरि अडियन्सतिर नि हेर्नुहुन्न कि तल तल हेर्नु बोल्न थाल्नुहुन्छ होइन। आफूलाई डर लागिरहेको छ, अनि त्यो अडियन्सहरूले के गर्छ फेरि, सबै अडियन्सले के गरे हुन्छ, तपाईँलाई हेर्छ क्या, सबैले तपाईँ के चाहिँ बोल्नुहुन्छ आज मैया म्यामले भनेर तपाईँतिर हेर्नुहुन्छ। अनि तपाईँले जब आफूलाई डर लाग्छ नि, त्यो कसैले आँखा जुझाएर बोल्नुहुन्छ त, बोल्न सक्नुहुन्न नि। भयो भने कहिले पनि हामीले आँखामा आँखा जुझाएर बोल्न सकिँदैन के। अनि तपाईँले के आफूलाई उसै त डर लागिरहेको हुन्छ, अनि त्यो सबैले तपाईँतिर हेरेपछि अनि अब त्यहाँ अघि सम्झेर आएको कुरा त कहाँ त आउनु यहाँ दिमागमा होइन, कहाँ आउनु यहाँ दिमागमा त होइन। त्यो अघि आउँदाखेरि त अब बिर्सिन्छ लौ चाहिँ, अब भन्नुपर्ने के भन्ने। अनि कि त त्यो त्यो बिर्सिनु त बिर्सिसके पछाडि के हुन्छ, भन्नुपर्ने कुरा आउँदैन। अनि जे भनिराखेको हुन्छौ नि त्यो दोहोरेको दोहोरेकै गर्छ कि, एउटै कुरा दोहोरिन्छ कि तिन चारचोटि दोहोरिराखेको हुन्छ। त्यही भएर अब हामीले के गर्नु पर्यो भने अबदेखि चाहिँ बोलाइसके उद्घोषकले हामीले बोलाइसके पछाडि हामी स्टेजमा जान्छौँ। अब जानु बित्तिकै नबोलिहाल्ने के, सर र एकचोटि अडियन्सहरूले अगाडि पछाडि हेर्ने कि, किनभने बोल्दै पनि हुनुहुन्छ हेर्दै पनि हुनुहुन्छ नि, दुइटै जोडियो नि त त्यहाँ त, त्यहाँ डर लागिरहेको छ, अनि बोल्दै पनि गर्नुभयो हेर्नु पनि भयो। त्यही भएर सर र अगाडि जाने, अनि सर र एकचोटि अडियन्सहरूलाई हेर्ने, अनि त्यस पछाडि चाहिँ त्यतिखेर हेर्दै गर्दाखेरि एउटा काम के गर्नु भने नि, लामो लामो श्वास प्रश्वास गर्नु के, डिप ब्रिदिङ भन्छ कि, किन गर्नुपर्छ पछि अनि त्यस पछाडि तपाईँ अनि बोल्न सुरु गर्नुहुन्छ। अडियन्ससँग पनि आँखा एकचोटि आई कन्ट्याक्ट गर्नुहुन्छ नि त, सर र दुइटै भएन नि त, आई कन्ट्याक्ट मात्रै भयो नि त, नत्र बोल्दै पनि हुनुहुन्छ, आई कन्ट्याक्ट पनि भइदियो भने तपाईँको स्वर अनि काप्न थाल्छ, दोहोरिन थाल्छ होइन, त्यही कुरा रिपिट भइराख्न थाल्छ, भन्नुपर्ने कुरा बिर्सिँदै जान थालिन्छ। त्यही भएर अब सर र स्टेजमा जाने, सर र आई कन्ट्याक्ट गर्ने, अनि त्यस पछाडि लामो लामो त्यतिखेर डिप ब्रिदिङ गर्ने, आई कन्ट्याक्ट भने डब्लु र एमको सेपमा हेर्नु भनिँदैन नि फेरि। फेरि ओहो सरले त आई कन्ट्याक्ट गर्नु भन्नुभएको छ भनेर फेरि त्यो छेउको मान्छेले हेरेको हेरेकै गर्नु होला नि, त्यसरी गर्नु हुँदैन। तर कुराकानी गर्दै गर्दाखेरि होइन, केही कुरा जे प्रश्नोत्तर गरिरहेका छौँ भने चाहिँ लामो समयसम्म हुन्छ आई कन्ट्याक्ट, नत्र भाइ फेरि बोल्दैछ सरले त आई कन्ट्याक्ट भनेको छ भनेर एक हो र एउटालाई नहेर्ने नि, फेरि 2 सेकेन्ड्सभन्दा बढी हेरेको राम्रो मानिँदैन है। त्यो कुरालाई नि ध्यान पुऱ्याउनु पर्छ होइन। अब हामीले आई कन्ट्याक्ट गजबले गर्ने भयौँ होइन। अब हामीले आई कन्ट्याक्ट यहाँ भनेपछि गजबले हामीले आई कन्ट्याक्ट गरेर अब हामी के गर्छौँ त, अब हामी त्यस पछाडि दोस्रो स्टेपमा दोस्रो नम्बरमा छ मुस्कान सहितको आइस ब्रेक गर्नुपर्छ अरे है। मुस्कान सहितको आइस ब्रेक गर्नुपर्छ। यो टपिक टिप्नु भए हुन्छ, तलको कुराहरू त आइ नै हाल्छ। मुस्कान सहितको हामीले आइस ब्रेक गर्नुपर्छ। हामीले मुस्कान सहित हामीले आइस ब्रेक गर्नुपर्छ भन्यो ल। अब यो मुस्कान सहित आइस ब्रेक किन गरिन्छ भने नि, मुस्कान सहितको आइस ब्रेक किन के कारणले गरिन्छ भन्दा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ, जस्तै सपोज मैया चापागाई म्याम चाहिँ बोल्नका लागि स्टेजमा चढ्नु भएको, तर यो अडियन्समा चाहिँ को हुँदो रहेछ त, जस्तै मधुर रेग्मी म्याम हुनुहुँदो रहेछ, अमृता म्याम हुनुहुँदो रहेछ, उहाँहरू चाहिँ एउटा टिम
टिममा बसेर गफ गर्दै हुनुहुँदो रहेछ होइन। हाम्रो बिरमान सर, प्रमोद चौधरी सरहरू पनि एक टिममा बसेर गफ गरिराख्नु भएको रहेछ होइन। जस्तै अब यहाँनिर फरक फरक व्यक्तित्वहरू चाहिँ फरक फरक टिममा गफ गरिराख्नु भएको रहेछ। अनि मैया म्याम त स्टेजमा जानुभयो बोल्नका लागि। यिनीहरूले सुनुन् कि नसुनुन्, मलाई पैसा दिइहालेको छन् क्यार आयोजकले, म त बोल्छु जान्छु, यिनीहरूले सुनोस् कि नसुनोस् भनेर बोलेर हुन्छ र? हुँदैन नि त, त्यो त प्रभावकारी भएन नि त। हो, त्यही भएर अब मैया म्यामको पहिलो काम के हुनु पर्यो, त्यो आफू आफू व्यस्त भएको अडियन्सहरूलाई, है साथीभाइ अब म बोल्न थालेँ यता मलाई हेर्नुहोस् भनेर भन्नु भएन। त्यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भनेको, स्पिकर बोल्ने मान्छे र अडियन्सहरूको बिचमा चाहिँ एउटा ठुलो आइसको डल्ला हुँदो रहेछ कि। अब त्यसलाई के गर्नु पर्यो, ब्रेक गरिदिनु पर्यो, भनेको उनीहरूको ध्यान आफूतिर खिच्नु पर्यो। त्यो भन्दै गर्दाखेरि चाहिँ हामीले के भन्न सकियो त्यहाँनिर, कुनै कविताको अंश भन्न सक्नुहुन्छ होइन, कुनै संस्कृतका श्लोकहरू भन्न सक्नुभयो, कुनै महान व्यक्तिहरूको भनाइ प्रयोग गर्न सक्नुहुन्छ, कुनै कविताको अंशहरू प्रयोग गर्न सक्नुहुन्छ होइन, होइन भने गीतै पनि गाइदिन सक्नुहुन्छ है। त्यसरी चाहिँ हामीले भन्नुपर्ने हुन्छ। र भन्दै गर्दाखेरि यो पढे जस्तो भन्यो भने चाहिँ हुन्न फेरि यहाँ पनि है। एकदमै के हुनु पर्यो, एकदमै इनर्जेटिक आवाजमा चाहिँ हामीले भन्नुपर्ने हुन्छ यसलाई है, एकदमै इनर्जीका साथ भन्नुपर्ने हुन्छ। अघि मैले भने लामो लामो श्वास प्रश्वास गऱ्यौँ, आई कन्ट्याक्ट गरिसके पछाडि अब हामीले के गर्ने, अब हामीले यहाँनिर बोल्न सुरु गर्नुपर्छ। हेर्नुहोस् त है, शब्दले नै जितिन्छ मन, बोलीले बन्छ सम्बन्ध, मिठो बोल त पाउँछौ जीवनमा सफलताका छन्द भनेर चाहिँ यसरी हामीले भन्न सकिन्छ है। हेर्नुहोस् है, फेरि अब यसलाई अल्छी अल्छी मानी मानी शब्दले जितिन्छ मन, बोलीले बन्छ सम्बन्ध भन्यो भने त सुन्नेवाला छैनन् नि मित्रहरूले। त्यही भएर तपाईँले के गर्नु पर्यो, शब्दले नै जितिन्छ मन, बोलीले बन्छ सम्बन्ध, मिठो बोल त पाउँछौ जीवनमा सफलताका छन्द भनेर भन्नुभयो भने ओहो कस्तो राम्रो बोल्नु भएको, कस्तो सुरुवात गजबको गर्नुभयो भनेर सबैको ध्यान हजुरतिर हुन्छ है। जस्तै नि, ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल भनेर पनि भन्न सक्नुहुन्छ होइन। तिमीले बोलेका भाषाले होइन, तिमीले बोलेका भावनाले मानिसको मन जितिन्छ नेल्सन मण्डेला भनेर भन्न सक्नुभयो यसरी होइन। अब के भयो त, एक दिन अमृता कुमारी म्याम चाहिँ अगाडिका स्टेजमा बोल्न जानु भएको होइन, स्टेजमा बोल्न जानु भएको, ला भुसुक्क अघि आइस ब्रेकर सम्झेर आएको त बिर्सियो लज्जा, आइस ब्रेक नभनी भएको छैन, अब के भन्ने होला त भनेर। अनि अमृता म्यामले के भन्न सक्नुहुन्छ त त्यहाँनिर, गीत गाउन सक्नुभयो नि त। के भन्न सक्यो त, फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार भनेर भन्न सक्नुहुन्छ। झन् यसरी गीत गाइदिनु भयो भने त ओहो कति मिठो स्वर रहेछ अमृता कुमारी चौधरी म्यामको त भनेर सबैको ध्यान म्यामतिर भइदिन्छ कि होइन। त्यही भएर हामीले आइस ब्रेकर गर्नुपर्छ। आइस ब्रेकर भन्दै गर्दाखेरि फेरि यो कार्यक्रम सुहाउँदो गर्ने नि, फेरि श्रद्धाञ्जली सभामा गएर यसो भन्नु होला नि भन्नुभयो नि, त्यतिखेर त्यसै अनुसारको भन्नु पर्यो भनेको, कार्यक्रमको प्रकृति अनुसार हामीले आइस ब्रेकर गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ ध्यान दिनुपर्छ है। कार्यक्रम कस्तो छ त्यो अनुसार चाहिँ हामीले आइस ब्रेकर गर्नुपर्छ। फेरि आइस ब्रेकर गर्ने भने त्यत्तिकै गर्ने कुरा पनि भएन ल। ल यति पछाडि अब यसलाई क्लियर हो, हामी क्लियर हो यसमा, जाउँ अगाडि। लस् है, अब हामी अलिक छिटो छिटो जान्छौँ है। ल अब यस पछाडि भनेको चाहिँ ल हेर्नुहोस् त ल, अभिवादन गर्नुपर्ने रहेछ है। अभिवादन गर्ने, अभिवादन कसरी गरिन्छ मैया म्याम, अभिवादन गर्नु हजुर कसरी गर्ने? अब त्यहाँ उपस्थित हुनुभएको अब को हुनुहुन्छ उहाँहरूलाई सम्बोधन गरेर सर सम्बोधन हुनुहुन्छ गरेर कि अभिवादन गर्ने झन् प्रिन्सिपल हजुर अभिवादनको शब्द भन्नु न एउटा यहाँ। अभिवादनको अँ, ला कस्तो सुरु यही कालो थुप्रो छिरिको नि दिमागमा नमस्कार नमस्ते भन्ने नि। नमस्ते सबैजना के हो नमस्ते, ल नमस्कार भनेर हामीले भन्नुपर्छ है। ए नमस्ते पनि भनिराखेको हुन्छ कसैले, तर नमस्ते भन्नुभन्दा नमस्कार भनेको राम्रो मानिन्छ। पछि किन भनेर पनि म भन्छु हजुरहरूलाई। जस्तै नेपालीमा हामी नमस्कार भन्छौँ, अङ्ग्रेजीहरूले गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भनेर भन्न सक्छौँ भने हेर्नुहोस् त है, विभिन्न कम्युनिटी अनुसार फरक फरक तरिकाले पनि हामीले गर्न सकिँदो रहेछ। हेर्नुहोस् त है, कति हामी नेपाली धनी, अङ्ग्रेजले गुड मर्निङ गुड आफ्टरनुन भन्दा सकिहाल्ने अभिवादन हामी त कति रहेछौँ त, यहाँ कति थपेको रहेछौँ ल है। ल यहाँनिर कति छौँ, कति रहेछौँ, कति छौँ, कति छौँ हेर्नुहोस् त है। जस्तै बन्दगी भन्दो रहेछ राजवंशी समुदायले होइन, मैया म्यामको वरिपरि होला राजवंशी समुदायहरू। अनि जस्तै म राई कम्युनिटीको परेँ, म कसैलाई भेट्दै गर्दाखेरि के भन्छु त, सेवा भनेर भन्छु होइन। अब जस्तै लिम्बू हुनुहुन्छ है, हाम्रो तुम्बापो सर हुनुहुन्छ, लिम्बू सरले के हुन्छ त, सेवारो भन्नुहुन्छ फेरि होइन। अब यसरी नै जस्तै चामलिङले सेमुना भन्छ, धिमालले सेउपाखा, भुजेलले सेवानुङ भइहाल्यो, तासिदेले भइहाल्यो होइन, गुरुङले छ्याजेलो भन्नु। फरक कम्युनिटी अनुसार हामीले फरक फरक तरिकाले अभिवादन गर्न सकिन्छ है।
फरक फरक तरिकाले अभिवादन गर्न सक्छ। किन यो जान्नुपर्छ भने नि मैया म्यामलाई चाहिँ एउटा महिला समूहले चाहिँ म्यामलाई एउटा कार्यक्रममा बोलाउनु भएछ कि त्यहाँनिर आफ्नो कुराहरू राख्नको लागि चाहिँ। कस्तो राम्रो बोल्नुहुन्छ, मोटिभेसनको कुराहरू गर्नुहुन्छ मैया चापागाई म्याम त। ल, म्यामलाई हाम्रो कार्यक्रममा बोलाउनु पर्यो भनेर चाहिँ त्यो समूह, महिला समूहले चाहिँ म्यामलाई निमन्त्रणा गर्नुभयो। अनि मैया म्याम पनि टक्क जानुभयो होइन, त्यो कार्यक्रममा जानुभयो। अनि यसो त्यहाँनिर सहभागीहरू चाहिँ हेर्नुभयो क्या म्यामले, यो सहभागीहरू कुन कम्युनिटीको रहेछन् धेरैजना भनेर यसो हेरेको त त्यहाँ त सबैजना नेवारी कम्युनिटीको पो धेरै हुनुहुँदो रहेछ त्यहाँ सहभागीहरू त नि। अब त्यहाँनिर गएर चाहिँ त मैया म्यामले तिमीलाई नमस्कार भन्दा उनीहरूले आत्मीय फिल गर्छ कि जजलपा भनेर भन्नुभयो भने, ओहो म्याम त चापागाई म्याम हुनुहुन्छ त, जजलपा पनि जान्नु हुँदो रहेछ त उहाँ त भनेर अझ उनीहरूले आत्मीय फिल गरेछन् कि। अझ उनीहरूसँगको ऱ्यापो बिल्डिङ बलियो भइदिन्छ क्या, बुझ्नुभयो कुरा। अझ त्यसले गर्दाखेरि चाहिँ ऱ्यापो बिल्डिङ के भइदिन्छ, बलियो भइदिन्छ है। त्यही भएर यो कुरालाई एकदमै हामीले ख्याल गर्नुपर्छ, त्यही भएर हामीले यो कुराहरूलाई ध्यान दिनुपर्छ। किनभने एउटा विदेशीले नेपालीमा है गुड मर्निङ भन्दाखेरि हामी जति आत्मीय फिल गर्छौँ नि, उसले नेपालीमा नमस्कार जानी नजानी भन्यो भने पनि हामी कति आत्मीय फिल गर्छौँ, हो कि होइन? त्यही भएर चाहिँ अब हामीले यो कुराहरूलाई पनि हामी कहाँ गएर बोल्दैछौँ, मेरो अडियन्सहरू कस्ता छन् भनेर पनि ख्याल गरेर त्यो अनुसार हामीले बोल्नुपर्छ। बुझ्यो कुरा? ल, अब यस पछाडि भनेको अर्को कुरा, सम्बोधन एड्रेसिङमा पुग्यौँ है। हामीले अब सम्बोधनमा हामी पुग्यौँ। अब सम्बोधन गर्दै गर्दाखेरि के भन्न सक्यो त, नमस्कार दर्शकवृन्द, अथवा नमस्कार उपस्थित महानुभावहरू, नमस्कार महिला तथा सज्जनवृन्द, अथवा नमस्कार सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरू भनेर हामीले सम्बोधन गर्न सकिन्छ। यसरी हामीले सम्बोधन गर्न सकिन्छ है। जस्तै यो वृन्दपछि हरू लगाउन पाइँदैन, सज्जन वृन्दपछि हरू नलगाउने है। फेरि नमस्कार दर्शक वृन्दहरू भन्न पाइएन है, दर्शक वृन्द भने भइहाल्छ। अनि यिनीहरूमध्ये एउटा जस्तै अनौपचारिक कार्यक्रम छ भने नमस्कार दर्शकवृन्द, नमस्कार उपस्थित महानुभावहरू, नमस्कार महिला तथा सज्जनवृन्द भनिन्छ। तपाईँको औपचारिक कार्यक्रम हजुरले बोल्दै हुनुहुन्छ भने नमस्कार यस सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, अन्य अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरू भनेर तपाईँले बोल्न सक्नुहुन्छ। यसरी सम्बोधन गरिदिने है। एउटा कुरा भन्ने नि फेरि फेरि अब हामीले त के हुन्छ, ए म त धेरै पो जान्दछु भनेर फेरि नमस्कार दर्शकवृन्द उपस्थित महानुभावहरू भन्ने होइन नि, फेरि एउटा मात्रै भन्नुपर्छ यहाँ है। एउटा कुरा मात्रै हजुरले राखिदिने हो। ल, सम्बोधन गरिसक्यौँ होइन। अब सम्बोधन गरिसके पछाडि चाहिँ के आउँछ, अब हामीले आफ्नो परिचय दिनुपर्छ। परिचय दिँदाखेरि नाम ठेगाना पेसा भनेर बताउने होइन, नाम ठेगाना र पेसा भनेर हामीले बताउनुपर्छ। जस्तै के भन्छौँ हामी, सुन्नु त है। ल, जस्तै अगाडिबाट भन्छु ल म, ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल। नमस्कार उपस्थित महानुभावहरू, म नेपोलियन राई, मेरो जन्मघर पूर्व धनकुटा, हाल काठमाडौँमा बसोबास गरिरहेको छु। पेसाले म एक प्रशिक्षक भनेर हेर्नुहोस् त है, सरररररर माथिबाट कुदेर झऱ्यो है। यसरी हामीले बोल्नु पर्दो रहेछ अमृता म्याम है। अब सँगै अब यस पछाडि चाहिँ ल हामीले परिचय पनि दिइसक्यौँ भने अब हामीले धन्यवाद व्यक्त गर्नुपर्छ। किनभने हामीले वक्ता भनेको त, वक्ताको रूपमा हामीले केही कुरा राख्न गएका छौँ भने त हामी त संस्थाभन्दा बाहिरको मान्छे हो नि त हामी, हो कि होइन त? त्यही भएर चाहिँ हामीले आयोजकलाई धन्यवाद दिनु पर्यो। के भन्नु पर्यो, आजको यस कार्यक्रममा मलाई आफ्नो प्रस्तुति राख्ने सुनौलो अवसर प्रदान गर्नुभएकोमा म आयोजक संस्थालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु भनेर भन्नु पर्यो है। फेरि चाहन्छु भन्नुहुन्छ नि फेरि अमृता म्यामले त, म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्ने होइन नि, यो त चाहने होइन, धन्यवाद व्यक्त गर्ने नै हो है मैया म्याम। त्यही भएर चाहन्छु भन्नु हुँदैन, धेरैले चाहन्छु हुन्छ नि फेरि होइन, धन्यवाद व्यक्त गर्न चाहन्छु भन्ने होइन है। चाहन्छु भन्ने चाहने होइन कि यहाँ साँच्चीकै हामीले धन्यवाद व्यक्त गर्ने हो। त्यही भएर अब के भन्नु पर्यो है, परिचय दिइसके पछाडि मेरो नाम नेपोलियन राई, मेरो जन्मघर पूर्व धनकुटा, हाल काठमाडौँमा बसोबास गरिरहेको छु। पेसाले म एक प्रशिक्षक। आजको यस कार्यक्रममा मलाई आफ्नो प्रस्तुति राख्ने सुनौलो अवसर प्रदान गर्नुभएकोमा म आयोजक संस्थालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु भनेर भन्नु पर्यो। यति भनिसके पछाडि अर्को पोइन्टमा जाउँ, कार्यक्रमको परिचय दिने। अब कार्यक्रमको परिचय दिँदै गर्दाखेरि के कुरालाई ध्यान दिनु पर्यो, कार्यक्रम कहिले हो, कहाँ हो, कार्यक्रमको आयोजक संस्थाको नाम के हो, कार्यक्रमको नाम के हो होइन, त्यो कहाँ हो, त्यो होइन कुन ठाउँमा हो त्यो कार्यक्रम आयोजना गरिएको, त्यो कुरा पनि प्रष्टसँग राख्न सक्नुपर्छ। हेर्नुहोस् त, यसरी के आज मिति 2083 साल जेठ 11 गते, तदनुसार 2026 मे
25 तारिक सोमबार। आज हामी नेक्टर एजुकेसन एन्ड ट्रेनिङ इन्स्टिच्युट प्रालीद्वारा भर्चुअल माध्यमबाट आयोजित 10 दिवसीय भाषण कला तथा व्यक्तित्व विकास तालिमको पहिलो दिनको कक्षामा उपस्थित भएका छौँ भनेर यसरी राख्न सकिन्छ। हेर्नुहोस् त है, मिति कहिले रहेछ? 83 साल जेठ 11 गते। होइन, यहाँनिर अङ्ग्रेजीमा र नेपालीमा दुइटै डेट राखेको छ। तपाईँले आउँदैन भनेर जबरजस्ती खोजेर राख्नुपर्छ भन्ने छैन। नेपालीमा आयो भने नेपालीमा राख्ने, इङ्ग्लिसमा आयो भने इङ्ग्लिसमा भनिदिने। होइन, आयोजक संस्था को रहेछ यी? नेक्टर एजुकेसन एन्ड ट्रेनिङ इन्स्टिच्युट प्राली रहेछ। होइन, अनि त्यस पछाडि कार्यक्रमको नाम के रहेछ? 10 दिवसीय भाषण कला तथा व्यक्तित्व विकास तालिम रहेछ। कार्यक्रम कहाँ रहेछ? भर्चुअल माध्यमबाट। यो अनलाइन हो नि त, जसलाई हामी भर्चुअल भन्छौँ। फिजिकल भइदिएको भएदेखि हामी के भन्थ्यौँ? फिजिकल भइदिएको भएदेखि हामी अब कुन ठाउँ हो त त्यो भन्थ्यौँ होला। होइन, यसै संस्थाको सभा हलमा हो कि कहाँ हो भनेर हामी भन्थ्यौँ। होइन, यसरी चाहिँ हामीले के गर्नुपर्दो रहेछ? कार्यक्रमको परिचय दिनुपर्छ। है, कार्यक्रमको परिचय दिन यसरी सकिन्छ है। आज मितिबाट सुरु गरेर कार्यक्रमको परिचय दिने। अब कार्यक्रमको परिचय दिइसके पछाडि हामीले के गर्नुपर्छ? नियम तथा रेन्ज बताउनुपर्छ। ल, नियम तथा रेन्ज भन्ने हेर्नुहोस् त, यसरी भन्नुपर्छ है। जस्तै अब हेर्नुहोस् है, दर्शकवृन्द अब म के विषयमा बोल्ने हो त त्यो कुरा भन्नुपर्छ। ल, यी जस्तै यहाँ, दर्शकवृन्द अब म सकारात्मक सोच भन्ने विषयमा आफ्ना प्रस्तुति राख्न गइरहेको छु। कृपया सबैजना शान्तपूर्वक बसेर ध्यानपूर्वक सुनिदिनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। अहिले साँझको 7 बजेर 20 मिनट गए 10 मिनट गएको छ। म हजुरहरूको समय बढीमा 4 मिनट लिनेछु भन्ने अनि सरर विषयवस्तुतिर कुदाउने। होइन, यो सकारात्मक सोच भनेको यो हो, सोच भनेको यो हो, यस्ता हुन्छन्, सकारात्मक सोच राख्यो भने यस्तो हुन्छ, यो हुन्छ, यो हुन्छ भनेर अनि जाने हो कि है। त्यसरी हामी अगाडि बढ्न सकिन्छ। यसरी चाहिँ अब के विषयवस्तुमा बोल्ने त, यस पछाडि चाहिँ यो नियम र रेन्ज पछाडि चाहिँ हजुरले प्रस्तुत गर्न सक्नुहुन्छ है। त्यो कुरालाई ध्यानमा राखेर, जस्तै यहाँनिर नियम शान्तपूर्वक बसेर छ। अब कति मिनट बोल्ने छ तपाईँले भन्नुभयो भने त्यो अनुसार पनि आफूले समय पनि बताइदिने। त्यसरी म यतिसम्ममा लिन्छु भनेर चाहिँ अगाडि बढ्ने। यसरी गर्नुभयो भने नि तपाईँको प्रस्तुतिकरण गजब हुन्छ कि गजब तरिकाले अगाडि बढाउन सकिन्छ। हेर्नुहोस् त, यो 8वटा पोइन्टहरू छन्। यो पोइन्टहरूलाई ध्यानमा राख्यो भने पक्कै पनि हाम्रो प्रस्तुतिकरण, हामीले कुन विषयमा बोल्दैछौँ, एकदमै गजब हुन्छ। ल, गजब हुन्छ। र अनि अब हामीले यसको नमुना पनि हेरौँ है, किनभने यो त उद्घोषकले बोलाउँछ नि त। जस्तै ल, आजको यस कार्यक्रममा मैया चापागाई म्यामलाई पब्लिक स्पिकिङका फाइदाहरू भन्ने विषयमा आफ्नो कुरा राखिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु भनेर उद्घोषकले भनिसके पछाडि मैया म्याम टक्क स्टेजमा जानुहुन्छ। होइन, अनि के भन्नुहुन्छ त? धन्यवाद उद्घोषकज्यू भनेर सुरु गर्नुहुन्छ उहाँले। धन्यवाद त दिनु पर्यो नि त बोलाइसकेपछि। होइन, अनि के हुन्छ त? ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिले हुँदैन विफल। नमस्कार दर्शकवृन्द। अब यो 4वटा मैले लेखेको छु, यो 3टा छ, यो सबै भन्नु पर्दैन, एउटा भने हुन्छ। फेरि तपाईँहरू यहाँ त सबै भन्नुपर्ने रहेछ भनेर के भन्नुहुन्छ है? नमस्कार दर्शकवृन्द, उपस्थित महानुभावहरू, यस सभाका सभाध्यक्ष महोदय भन्नु परेन। यिनीहरूमध्ये एउटा भन्नु पर्यो है अमृता म्याम। फेरि मलाई त सबै आउँछ, म त भनिदिन्छु सबै भनेर भन्नु मिलेन है, एउटा भने पुगिहाल्छ नि। यस्तै नमस्कार दर्शकवृन्द अनि आफ्नो परिचय दिन। यहाँ यहाँ निमा शेर्पा छ हेर्नु। म निमा शेर्पा, मेरो जन्मघर सोलुखुम्बु, हाल काठमाडौँमा बसोबास गरिरहेको छु। पेसाले म एक शिक्षक भनेर उसले आफ्नो परिचय दियो। परिचय दिएपछि हामीले धन्यवाद व्यक्त गर्नुपर्छ भनेका छौँ। होइन है, आजको यस कार्यक्रममा मलाई आफ्नो प्रस्तुति राख्ने सुनौलो अवसर प्रदान गर्नुभएकोमा आयोजक संस्थालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु भनेर यसरी धन्यवाद व्यक्त गरिन्छ। अब धन्यवाद पनि हामीले व्यक्त गरिसक्यौँ भने अब हामी के गर्छौँ होला त? धन्यवाद व्यक्त गरिसके पछाडि कार्यक्रमको परिचय दिने हो कि होइन त? दर्शकवृन्द, आज मिति 2083 साल जेठ 11 गते, तदनुसार 2026 मे 25 तारिक सोमबार। आज हामी नेक्टर एजुकेसन एन्ड ट्रेनिङ इन्स्टिच्युट प्रालीद्वारा भर्चुअल माध्यमबाट आयोजित 10 दिवसीय भाषण कला तथा व्यक्तित्व विकास तालिमको पहिलो दिनको कक्षामा उपस्थित भएका छौँ भनेर यसरी कार्यक्रमको परिचय दिने। अब कार्यक्रमको परिचय दिइसके पछाडि के भन्न सकिँदो रहेछ त अर्को? हेर्नुहोस् त, यो चाहिँ एउटा मसला थप्यो है यहाँनिर। अघि हाम्रो पोइन्टमा थिएन, के भन्यो? आजको यस कार्यक्रममा पब्लिक स्पिकिङका फाइदाहरू भन्ने विषयमा आफ्नो कुराहरू राख्न पाउँदा म धेरै हर्षित भएको छु। यस अवसरका लागि आयोजक संस्थालाई हृदयबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दछु भनेर भन्नु पर्यो।
है। किनभने आयोजक संस्थाले अपर्च्युनिटी दिएको छ, अघि धन्यवाद व्यक्त गरिसकेका छौँ, अब फेरि धन्यवाद नभनेर के भन्नुहोस्, कृतज्ञता ज्ञापन गर्दछु भनेर भन्ने। यति भनिसके पछाडि अब हामी कहाँ जाने? अब हामी जाने दर्शकवृन्द, अब म पब्लिक स्पिकिङका फाइदाहरू भन्ने विषयमा आफ्नो प्रस्तुति राख्न गइरहेको छु। कृपया सबैजनाले शान्तपूर्वक बसेर ध्यानपूर्वक सुनिदिनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। अहिले बिहानको 7:20 गएको छ। म हजुरहरूको समय बढीमा 4 मिनट लिनेछु भन्ने, अनि विषयवस्तु प्रवेश गर्ने। अनि विषयवस्तु हेर्नुहोस् त यहाँनिर है, यहाँ विषयवस्तु राखेको छ नि, यसरी। अनि विषयवस्तु, मानिसको सफलताको एउटा ठुलो आधार भनेको बोल्ने कला हो। राम्रो बोल्न सक्ने व्यक्ति जहाँ पुगे पनि सम्मानित हुन्छ, किनभने शब्दमा मानिसको व्यक्तित्व लुकेको हुन्छ। साथीहरू, पब्लिक स्पिकिङ भनेको केवल माइक समातेर भाषण गर्नु मात्र होइन, यो त आफ्नो विचारलाई आत्मविश्वासका साथ अरू समक्ष प्रस्तुत गर्ने कला हो। आजको समयमा जसले राम्रोसँग बोल्न सक्छ, उसले मानिसहरूको मन जित्न सक्छ, नेतृत्व गर्न सक्छ र अवसरहरू प्राप्त गर्न सक्दछ। सबैभन्दा पहिलो फाइदा हो आत्मविश्वासको विकास। जब हामी धेरै मानिसहरूको अगाडि बोल्न सिक्छौँ, हाम्रो डर हराउन थाल्दछ। पहिले काँप्ने व्यक्ति पनि बिस्तारै निडर बन्न थाल्दछ। जीवनमा सफल हुन ज्ञान मात्रै पर्याप्त हुँदैन, त्यो ज्ञानलाई प्रस्तुत गर्न सक्ने क्षमता पनि आवश्यक हुन्छ। दोस्रो फाइदा, नेतृत्व क्षमताको विकास। राम्रो वक्ता राम्रो नेता पनि बन्न सक्छ। इतिहास हेर्ने हो भने धेरै महान व्यक्तिहरू आफ्नो प्रभावशाली बोलीकै कारण सफल भएका छन्। उनीहरूले शब्द मार्फत मानिसलाई प्रेरित गरे, जागरुक बनाए र परिवर्तन ल्याए। तेस्रो फाइदा, अवसरहरूको ढोका खुल्नु। आज विद्यालय, कलेज, कार्यालय, व्यवसाय वा सामाजिक क्षेत्रमा जहाँ गए पनि बोल्ने क्षमता आवश्यक हुन्छ। अन्तर्वार्तामा सफल हुन, कार्यक्रममा प्रभाव जमाउन, व्यवसाय बढाउन र समाजमा आफ्नो पहिचान बनाउन पब्लिक स्पिकिङले ठुलो भूमिका खेल्दछ। यदि हामीले आजदेखि सानो प्रयास सुरु गर्यौँ भने भोलि हजारौँ मानिसलाई प्रेरणा दिने वक्ता बन्न सक्छौँ। सुरुमा गल्ती हुन्छ, शब्द अड्किन्छ, डर लाग्छ, तर अभ्यासले असम्भवलाई सम्भव बनाउँछ। अन्त्यमा म यही भन्न चाहन्छु, राम्रो बोल्न सक्ने व्यक्ति केवल शब्द मात्र बोल्दैन, उसले मानिसहरूको हृदय छुन्छ। त्यसैले डर होइन, आत्मविश्वास रोजौँ, मौनता होइन, सकारात्मक अभिव्यक्ति रोजौँ, अनि आफ्नो आवाजलाई समाज परिवर्तन गर्ने शक्तिमा बदलौँ। धन्यवाद भनेर यसरी हामीले के गर्नुपर्छ? आफ्नो प्रस्तुतिकरणलाई समापन गर्नुपर्दछ है।